नमस्ते सबैजनालाई। म फेरि क्रिकेट मैदानमा उपस्थित छु र तपाईँहरूलाई यहाँको चमत्कारीको बारेमा देखाउन गइरहेको छु। देख्न सक्नुहुन्छ यो मेरो पछाडिको यो ब्याकग्राउन्ड होइन को बारेमा, यहाँको चमत्कारको बारेमा तपाईँहरूलाई म देखाउन गइरहेको छु। सो अघि बढौँ। यहाँ देख्न सक्नुहुन्छ जुन चाहिँ मैले क्यामेरा जुम गर्छु, यहाँनिर चाहिँ यो पूर्वी भागमा रहेको भिआइपी सिट हो, जहाँ यो पनि प्राइभेट जुन चाहिँ भिआइपी सिट भनेर भनिन्छ। ब्लक 1 ब्लक 2 छ, जहाँ चाहिँ एकदम तीव्र गतिमा काम भइरहेको छ होइन, देख्न सक्नुहुन्छ। साथसाथै हामी अब अर्को दक्षिण र पश्चिमतर्फ रहेको प्याराफिट तर्फ लाग्छौँ, जहाँ चाहिँ यहाँभन्दा अगाडि डन्डी हाली को अवस्था थियो भने अहिले ढलान भइसकेको छ। यहाँ चाहिँ हजुरले देखिसक्नुभयो। यहाँ चाहिँ स्टेप बाई स्टेप रहेको छ, जहाँ चाहिँ एक स्टेप र दुई स्टेप चाहिँ दुई ठाउँमा चाहिँ ढलान भइसकेको छ र बाँकी चाहिँ बाँकी नै रहेको छ होइन, अरू चाहिँ बाँकी नै रहेको छ। यो पनि हामी अब छिटै यसमा चाहिँ ढलान भइसकेको देख्न सक्नेछौँ केही दिन पछाडि होइन। काम एकदम तीव्र गतिमा छ होइन, हजुरहरूले देख्न सक्नुहुन्छ। जहाँ अब हामी यहाँ देख्न सक्नुहुन्छ, यो चाहिँ यो फ्लड लाइटको लागि तारहरू बिछाउनको लागि पाइपहरू यसरी बिछाएर चाहिँ पुरिँदैछ, हजुरले देख्नुभयो। अब हामी यसरी देख्न सक्नुहुन्छ। अब हाम्रो यात्रा फ्लड लाइटतर्फ हुन्छ, जहाँ चाहिँ म 1 नम्बर फ्लड लाइटमा 1 नम्बरमा आइसकेको छु होइन। जहाँ चाहिँ हजुरले देख्न सक्नुहुन्छ, यहाँभन्दा अगाडि पाइलिङ क्यापको ढलान भएको थियो भने प्याटेस्टल रेडी अवस्थामा थियो। अहिले चाहिँ प्याटेस्टलको पनि ढलान भइसकेको छ होइन, हजुरले देखिहाल्नुभयो। अब नेक्स्ट हामी अर्को फ्लड लाइटतर्फ लाग्छौँ, जहाँ चाहिँ 2 नम्बर फ्लड लाइट एरियामा आइसकेका छौँ, जहाँ हजुरले देख्न सक्नुहुन्छ होइन। हाम्रो यो अब पाइलिङ क्यापको जाली चाहिँ हालिँदै बुनिँदैछ, हजुरहरूले देखिहाल्नुभयो होइन। यसरी चाहिँ अब यहाँ पनि एकदमै तीव्र गतिमा काम अघि बढिरहेको छ। चमत्कार भनेको यही नै हो। र हजुर म चाहिँ यो 3 नम्बर फ्लड लाइटमा आइसकेको छु, जहाँ हजुरहरूले यहाँभन्दा अगाडि डन्डी हाल्दै गरेको अवस्था थियो भने अहिले यो पाइलिङ क्यापको ढलान भइसकेर चाहिँ प्याटेस्टल को ढलानको लागि पनि रेडी अवस्थामा भइसकेको छ, जहाँ नट बोल्टहरू पनि रेडी गरिएको छ होइन, हजुरले देख्न सक्नुहुन्छ। अब यसमा फर्मा हालेर चाहिँ केही दिनमा ढलान पनि भएको हामी देख्न सक्छौँ पक्कै पनि। र हामी जाउँ अब नेक्स्ट फ्लड लाइट, यो चाहिँ फ्लड लाइट नम्बर 4 हो, जहाँ चाहिँ हजुरले यहाँभन्दा अगाडि पनि देखिसक्नु भएको छ। यहाँ चाहिँ त्यस्तो केही छैन, ढलान पहिल्यै भइसकेको छ होइन। अब यिनी जुन ढलान भइसकेको छ त्यसमा चाहिँ अलिक कङ्क्रिट भइसकेपछि यसमा माथि पोल हाल्ने काम हुन्छ होला। जस्ट नेक्स्ट यो 5 नम्बर फ्लड लाइटमा पनि सेमै हो, जहाँ सबै ढलान होइन, सबै नटबोल्टहरू रेडी अवस्थामा रहेको छ भने अब जान्छौँ हामी 6 नम्बरतर्फ है। 6 नम्बरतर्फ पनि ढलान सबै नटबोल्टहरू रेडी अवस्थामा छ। अब यो यिनी जुन 4, 5, 6 छ यसमा अलिक कङ्क्रिट, यो ढलान कङ्क्रिट भयो भने यहाँ माथि पुल हाल्ने काम हुनेछ है। ओके, भिडियो यतिसम्म गरौँ आज। अब अरू बाँकी भिडियो हेर्दै जानु होला। सबैजनालाई एकदमै धेरै धन्यवाद अन्तिमसम्म भिडियो हेरिदिनु भएकोमा। र फेरि पनि यहाँको प्रगतिको बारेमा होइन सकेसम्म फेरि पनि देखाउने प्रयास गरौँला भन्दै आजलाई चाहिँ यति नै भन्न चाहे। सो बाई बाई।